नमस्कार। ओम नमः शिवाय। हरे कृष्ण। जय शंभु। जय माता दी। जय भगवती। नमस्कार दर्शन सम्पूर्ण आदरणीय महानुभावहरूलाई प्रेम खड्काको तर्फबाट राधे राधे। अब विभिन्न किसिमका चाहिँ आफ्ना आफ्ना सम्बोधनहरू छन् सत्य लगायतका। अब सबैले जे जसरी गर्नुहुन्छ जय गुरुदेव। जसलाई जे जस्तो मनपर्छ भन्नु होला, मसँग केही छैन। म प्रेम खड्का। आज म चाहिँ मेरो पुरानो घरबाट यहाँहरू समक्ष केही जानकारी लिएर आएको छु। मेरो पिता मानबहादुर माता कृष्णमाया खड्काको जुन उहाँहरूले चाहिँ जीवन बिताउनु भएको र हामी 6 जना सन्तानहरूलाई हुर्काउनु भएको। पहिला त अब यो गाउँ चाहिँ ठुलो भनिन्थ्यो अरे, यो लामो घर थियो, यो ढुङ्गाले छापेको। तर यो भूकम्पको यो 72 सालको होइन भूकम्प 72 यो ठुलो भूकम्पको धक्काले चाहिँ यो तहस नहस भएको अवस्था छ र यो अहिले त्यसलाई खासै पुनर्निर्माण चाहिँ हामीले गर्न सकेका छैनौँ। यो तपाईँहरूले यो जुन ब्याकग्राउन्डमा देखिराख्नु भएको छ, अनि यो चाहिँ यहाँ चाहिँ हामीले एउटा भजन कीर्तन गर्ने एउटा चाहिँ सत्सङ्ग हल जस्तो सानो बनाएका थियौँ। अनि माथि चाहिँ गुरुदेव बस्ने चाहिँ कुटी थियो। अब त्यो गुरुमाता बस्ने कुटी थियो, त्यो कुटी त्यो सबै चाहिँ यो भूकम्पले नै यो सबै तहसनहसमा भत्काएर अहिले चाहिँ खण्डहर मात्रै बाँकी छ। र यो प्राकृतिक मनोरम ठाउँमा अहिले चाहिँ अब यहाँ नयाँ प्रोजेक्ट चाहिँ एउटा हुँदैछ, ध्यान साधना भजन कीर्तन गर्ने र भक्तजनहरू आउने जाने बस्ने। र विशेषता चाहिँ अब यो घर त भइहाल्यो। यो घरलाई चाहिँ हामी अब बिस्तारै फेरि पहिलाकै जस्तो स्थितिमा यसलाई बनाएर यहाँ चाहिँ अग्नि स्थापना गरेर जुन दैनिक हवन गर्ने ठाउँ र यहाँ विभिन्न देवी देवताहरूका हाम्रा 5 देवी देवताहरूलाई स्थापना गरेर अनि हाम्रो गुरुमाताको पनि चाहिँ स्थापना गरेर यो ठाउँमा चाहिँ बिस्तारै यसलाई पुनर्निर्माण गर्ने सोचेका छौँ। र एउटा विशेष चाहिँ हजुरलाई म एउटा देखाउन चाहन्छु। विशेषता चाहिँ के छ भने अब यो जुन चाहिँ यो चाहिँ कामधेनु सिद्ध कामधेनु भनेर हामीले शुद्ध कामधेनु भनेर कामधेनुको पिठ साक्षात अब चाहिँ हामीले जुन बनाउने विभिन्न किसिमका बनाउने भनेको ठाउँमा रहेछ। यो चाहिँ प्राकृतिक रूपमै कामधेनुको शिला। अब यसमा चाहिँ हामीले सानो बच्चा हुँदाखेरि यहाँ चाहिँ एकदम नागमणिहरू भएको र यहाँ यो ठाउँको धेरैवटा नागहरू देखिने होइन, एकदमै दिव्य ठाउँ। भगवान्हरू चाहिँ आएर ध्यान गरिराख्ने त्यस्तो अवस्थामा अझ यो चाहिँ अहिले अहिले यहीँ माथि सडक बनाएको छ। यो सडक थिएन अनि जङ्गलै जस्तो थियो। अनि यहाँ चाहिँ विभिन्न किसिमका रङका चाहिँ नागहरू देखिने, धप 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 बलेको नागहरू देखिने मैले आफूले बच्चामा पनि धेरै अनुभव गरेको छु। र यो शिला चाहिँ हामीले श्री कामधेनु शिलाको रूपमा चाहिँ हामीले पहिचान भएको छ। र यही कामधेनुको शिला हामीले दर्शन गर्ने र यहाँ चाहिँ एउटा नागथान यतापट्टि कालीनागको चाहिँ एकदम ठुलो वासस्थान, एकदम साक्षात्कार नाग। जे मागे त्यही दिने, जे तपाईँले मनमा सङ्कल्प लिएर आउनुहुन्छ त्यही पुरा गर्ने खालको नागको थान हामीले अब यो पछाडि बनाउने, नाग पोखरी बनाउने र यो ठाउँमा चाहिँ सत्सङ्ग भजन कीर्तन र आनन्दले ध्यान गर्ने ठाउँको हामी निर्माण गर्ने क्रममा एउटा योजनामा छौँ। र अब छिट्टै अब भगवान्को कृपाले यसलाई बिस्तारै तयारी पनि होला। र यो पवित्र यो सिद्ध कामधेनुको चाहिँ पीठको सबैजनाले दर्शन गर्नु होला। यहाँ आउन सक्नुभयो भने त धेरै राम्रो, नआउन सके तापनि यो भिडियोबाट पनि हेरेर दर्शन गरेर मेरो सत् कर्ममा लागेर अनि फेरि आफ्नो सद्भावले चाहिँ मलाई चाहिँ यस्तो होस् प्रभु भनेर तपाईँले केही चिताउनु भयो भने पक्कै पनि तपाईँको त्यो बिग्रेका कामहरू बनेर जे तपाईँले सोच्नुहुन्छ त्यो चाहिँ मनोकामनाहरू पूर्ण हुनेछन्। त्यस कारण यो पवित्र दिव्य देख्ने बेलामा तपाईँले ढुङ्गा देखेर पनि यो साक्षात चाहिँ एउटा कामधेनु शिला, जुन कामधेनुमा चाहिँ सम्पूर्ण देवी देवताहरूको वास भएको यो शिला हो होइन। आस्था गरेर तपाईँहरूले
ध्यान गरेर एकचोटि चाहिँ यो कामधेनुलाई सम्झिनु भयो भने सम्पूर्ण मनोकामनाहरू पुरा हुनेछन्। त्यसकारण तपाईँहरूलाई अहिलेलाई चाहिँ मैले छोटो जानकारी दिएँ। यहाँ थुप्रै कामहरू छन्। एउटा ध्यान गर्ने ठाउँ, अखण्ड हवन गर्ने ठाउँ र यहाँ भक्तजनहरू आएर बस्ने त्यो किसिमको चाहिँ हाम्रो योजनामा छ। अब सबै कुरो भनेको चिज अब तर हाम्रो भौतिक विकासको मात्रै पनि हाम्रो लक्ष्य होइन। भौतिक सँगसँगै आध्यात्मिक विकास, आध्यात्मिक उन्नतिको लागि र मानव जन्म पाइसकेपछि मान्छे भएर हामी लायौँ खायौँ, आफ्नो कर्म गऱ्यौँ, जिन्दगीलाई फेरि समाप्त गऱ्यौँ, त्यो मात्रै होइन। जन्मिसकेपछि एउटा अजर अमर बनेर जाने जुन मान्छेको एउटा सोच हुनुपर्छ, भावना हुनुपर्छ, त्यो भावनालाई चाहिँ हामीले विकास गर्नको लागि र आध्यात्मिक जागरण गरेर संसारभरि सुख शान्ति समृद्धि स्थापना गर्नको लागि र सुख शान्ति समृद्धिको कामना गर्दै सुख शान्ति समृद्धि संसारभरि चाहिँ मान्छेहरूले चाहिँ सुख शान्ति र आनन्द प्राप्त गरौँ भन्ने किसिमका योजनाहरूमा हामी गर्दैछौँ। र अवश्य पनि तपाईँले यो प्रकृतिमा आएर यो किसिमको चाहिँ सोच राख्नु हो भने सुख शान्ति समृद्धि अवश्य पनि सम्भव छ भन्दै तपाईँहरूलाई मैले यो छोटो जानकारी दिएँ। यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले यो भिडियो हेरेर सबैलाई यो सहीसँग पुर्याइदिनु होला। अब हामी केही बेर कीर्तन गर्छौँ। पार्ट 2 मा चाहिँ म कीर्तन पनि लिएर आउँछु। तपाईँहरू यो प्रकृतिसँग चराचुरुङ्गीले त्यहाँ गाइ नै राखेका छन्। हामी मानवहरूले पनि कीर्तन गर्ने चाहिँ एउटा तपाईँहरूलाई कीर्तन सुनाएर पार्ट 2 मा म राख्नेछु। धन्यवाद, नमस्कार।